Hello guys, welcome to my video. It's me Yona. आज चाहिँ म तपाईहरुलाई चाहिँ केही नयाँ कुराहरु चाहिँ देखाउँदै छु। आज चाहिँ म खोलामा आएको छु। म साथै मेरो दाइ दिदी भेना सम्पूर्ण मेरो फ्यामिली चाहिँ एकसाथ खोलामा आएको छ। त्यो पनि के गर्न भन्दाखेरि गंगडा समात्न। कसलाई थाहा छ गंगडामा चाहिँ धेरै लट अफ प्रोटिन पाउँछन् अनि यो चाहिँ हामी खानको लागि भन्दा नि रहरको लागि खोज्छौं अनि obviously हामी खान्छौं पनि किनकि सारो मिठो हुन्छ। अब तपाईहरुलाई चाहिँ के लाग्छ हैन कसैलाई घिन लाग्न सक्छ कसैलाई के लाग्छ तर मलाई चाहिँ मिठो मात्र लाग्छ घिन चाहिँ के लाग्दैन मलाई चाहिँ मिठो लाग्छ गाइजहरु त्यही हो। अब म तपाईहरुलाई भन्छु यो चाहिँ हाम्रो खोरो अलरेडी खोजेर गइसकेका छन् तर म चाहिँ भक्कर आइपुगेको छ। मेरो चाहिँ के कामको कारणले गर्दाखेरि चाहिँ म अलिकति लेट हुन पुगेको। अब यो केटीहरु कहाँ छ ओए कहाँ हो यतातिर रहेछ गाइसहरु। अब कस्तो देखिरहेछ भिडियो आई डोन्ट नो बट मेबी राम्रो देखिरहेको होला। ओ कहाँ हो यहाँ हेर्नु गाह्रो यस्तो गाह्रोमा कहाँ हो म लुक एट दे म चाहिँ यहाँ चाहिँ यस्तो मान्छे यस्तो खोला बच्चा वाह उतातिर हेर्नु कस्तो राम्रो देखेको बच्चा लंगाई गोला खान रे सकी हमरा खोज्न अब फर्किन ला हो र। म चाहिँ अलिकति लेट भएको यिनीहरुले चाहिँ यति धेरै खोजिसके है। अब कति पायो त्यो त थाहा भएन तर पनि हेरौँ गाइसहरु गंगडाको खोज प्रदर्शन तयारी हुँदैछ। यो खोलामा पहिलातिर चाहिँ यस्तो चुंगी खेल्दै के यस्तोको कति चुंगी खेल्दा टिप्न आउँथ्यो। यहाँ चाहिँ खोलामा हामी चाहिँ यतैको हो के एकदम धेरै पानी चाहिँ शुद्ध पानी पाइन्छ यहाँ चाहिँ अनि चाहिँ धेरै खानेकुराहरु पनि खानेकुरा त के भन्नु गंगडाहरु अनि सानो सितारा माछाहरु चाहिँ पाउने हो यहाँ चाहिँ। अनि आजकल भनेको चाहिँ माछाको सिजन भन्दाखेरि पनि के रे गंगडाको सिजन चाहिँ छ क्र्याप हैन त्यो अब हाम्रो लंगाईहरु के छ अबे उ त्यहाँ त कत्रो एउटा लंगाई बसिरा रहेछ खोइ अब लंगाई भनेको मलाई थाहा भएन गाइजहरु। हाम्रो भाषामा चाहिँ लंगाई भन्छ जसले चाहिँ गंगडा खान्छन् रे अनि त्यो चाहिँ जो पाए त्यसले देख्दैन रे जसको चाहिँ मन सफा छ के छ त्यसले मात्र देख्छ। एक प्रकारको सायद भूतको क्याटेगोरीमै गन्छ होला हैन पो। लंगाई भनेको केमा गन्छ के कस्तो प्रकारको जनावर हो त्यो जनावर हो कि एउटा आत्मा हो कि के हो त्यो ए बनझाङ्ग्री भन्छ रे लंगाई भनेको। हाम्रो त लंगाई भन्दै के लंगाई उता एकजना खोजिरहा अनि यहाँ एकजना छ अनि त्यहाँ एकजना छ कस्तो हुँदै होला त के हो रे क्रेलाई त त्यो भन्छ नि कंगारो आज के रे गंगडा अपु लाज मर्दो भो कति पायो कति पायो कान्छी उ मेन खोज्ने भनेको यसले हो। फेरि खोलामा आएको जामा लाएर आएको के यसको आफ्नै पारा आफ्नै दुनिया छ है। ल ओहो यहाँ कति पाउनु भयो तपाईहरुले चाहिँ माथिबाट खोज्दा आउँदै पाएन उदेका 15-20 वटा मुबो सानो मात्रै पायो 15-20 वटा त्यो पनि सानो न त 15-20 वटा ठुलो पायो भयो त त्यत्रो त किन लानु पानी इत्रो सानो त के गर्न लानु त सानीले कति पायो त हो के काम त सानै तिमी त्यति पाएन भने त हामी चाहिँ हेर्नको पहिला चाहिँ यहाँ चाहिँ अलिकति के 3-4 वटा ढुङ्गा उचाल्ने बित्तिकै यति धेरै पाउँथ्यो। यसपालि चाहिँ पाएन छ अब के कारणले पायो के कारण पाएन त्यो सिंगारपुस आछे प्रभु भिडियो हेर्ने यसले के यो बच्चाले सिंगारपुस भनेको त यसरी ओ माय गॉड यसरी सिंगान त्यसरी पुस्ने हो नयाँ स्टाइल हो भन्नु नयाँ स्टाइल हो हामी सिकाउने पनि त्यस्तै छ के फेरि एउटा पाउँछ भनेर ओहो पाएन माथि त अस्तिको पालामा कति धेरै पाथ्यो त नि पाथेन
किन नपायो होला है अब गङ्गटै पाएन चाहिँ गाइजहरू म कति धेरै गङ्गटा खाने चाहिँ त्यो के भन्छ मुडमा आएको थियो होइन गङ्गटै पाएन अब के गर्ने होला हौ के गर्ने सानी अब के गर्ने भन त यो गङ्गटा देखाउनु कति चाहिँ पाएछ हेरौँ न खोइ कहाँ ओहो पाउन त यति मात्र पारेको यतिले त अब को खाने म खाने कि कान्छी खाने तिमी त नखाने अब त घर जानु पर्ला गर्मी पो भयो बेकारमा आउने मात्रै भएछ पहिला कति धेरै पाएको थियो है यसपालि त किन पाएन चाहिँ यही सिजनमा खोजे होइन हामीले पहिला नि कहिले खोज्यो किमुले भयो जम सुनब्रे बेला र सुन्नु पुग्यो रिन्जु धान भएको बेलातिर खोज्यो होला पहिला यति धेरै पाएको यति धेरै पाएको थियो हामीले चाहिँ आज पाउन सफलै भएन गाइजहरू अहिले पायो भने चाहिँ देखाउँछु ल अहिले बाटो यस्तो राम्रो बाटो छ यसमा चाहिँ म तपाईँहरूलाई कसरी देखाउँछु अनि त्यही भएर चाहिँ म तपाईँलाई चाहिँ मेरो घरको एउटा विशेष सदस्य चाहिँ इन्ट्रोड्युस गराउन चाहन्छु हि इज माई ब्रदर पाल्तु कुकुर मैले भनेको क्या कस्तो मायाले दिएर त थुकिरा थुक 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 यस्तो छ कसको चाहिँ छ हौ यस्तो दाइ भाइहरू छ यस्तो एकजनाले मलाई त जिउन हराम गरे हामी चाहिँ तिनवटा चाहिँ के चुल्हा जस्तो खालको है खाना पकाउने चुल्हा जस्तो तिन मुन्डाले चाहिँ भन्छ अरे हामी चाहिँ तिनवटा मात्र हाम्रो मम्मी र बाबाको चाहिँ सबैभन्दा प्यारी छोरी चाहिँ मै हो यिनीहरू होइन बल्ले बल्ले म चाहिँ गङ्गटा खोज्न आएको तर गङ्गटाले मलाई खोजेन गाइसहरू भेटेन म के गर्ने होला जेसुकै भयो भने यो मेरो चाहिँ फर्स्ट भ्लग हुनेछ युट्युबमा पनि म हाल्ने प्रयास गर्नेछु म ट्राई गर्दैछु मैले धेरै समयदेखि चाहिँ ट्राई गरेको होइन युट्युब च्यानल खोलौँ युट्युबमा बनाऊँ भिडियोहरू होइन अब सब्सक्राइबर बढे नि नबढे नि जेसुकै भए पनि होइन एज अ मेमोरेबल हुने गरी चाहिँ हाल्छु भन्ने चाहिँ कोसिस गरेको तर सकिरहेको थिएन मलाई चाहिँ भिडियोहरू गर्न पनि त्यस्तो साह्रो आउँदैन थियो क्या यस्तो गरी हिँड्नु पर्थ्यो अनि आफूले चाहिँ यस्तो यस्तो गरी हिँड्नु पर्थ्यो नि अनि त्यही हो गाइजहरू अब म यसरी जङ्गलमा छु अब यस्तै हो जङ्गलमा हिँड्ने मान्छेको न त लुगा राम्रो हुन्छ न त मान्छे त राम्रै छ अलिकति यस्तो भामा मान्छेले खोजेर पाउँदैन इत्रुहरूमा मतलब यिनीहरूको लक चाहिँ त तर इत्रु सानो क्या देखाउनु त अलि नजिकबाट ओहो मिठो होला त यो अलि ठुलो गरी भन्नु न के अरे मिठो होला त यो गर्छ त आफै बोल्छन् क्या कति ठुलो रुख हेर्नु न यस्तो के जङ्गलतिर आउनुको मजा भनेको यो हुन्छ कि गाइजहरू यस्तोहरू मलाई चाहिँ यस्तोहरू मनपर्छ अनि यस्तो ढुङ्गाहरू मनपर्छ हामी चाहिँ यतादेखि आएको थियो अब हामी जाँदैछौँ यतातिर जङ्गल छ मेरो यस्तो छ होला चप्पल लगाएर जुत्ता त लाउनु हुँदैन नि त खोलामा पानी हुन्छ क्या यो घाँसहरू त हाम्रो बाख्राले खान्थ्यो होला है हामी चाहिँ अब गाउँघरमा हुर्केको वस्तु भावहरू पालेको मान्छे चाहिँ घाँस देख्ने बित्तिकै बाख्रा याद आउने गोरु याद आउने भैँसी याद आउने हुँदो रहेछ क्या हो कि होइन त भन्नु त गाइजहरू हो भन्नु न मेरो दिदीको आफ्नै पारा छ जबरजस्ती हो नहीं ये तो डूंगा उचल है पहुंचन की क्या ओहो छल की क्या बेनाले सकाएर गए जस्तो लाग्यो
पहिला कति धेरै पाथे यसपालि किन पाएन चाहिँ पो अब यिनीहरूले मलाई गङ्गट खोजेर देला जस्तो लागेन बेकारमा पसिना पो भयो गाइजहरू म हात लाउनु पर्यो मैले हात लाउँदा पो पाउँछ नि कि क्या हो नि म पो लग्छ कि क्या हो नि मैले हात लाउने बित्तिकै पाएँ नि हो कि होइन मैले हो नि हात लाउने बित्तिकै पाएँ कि पाएन भनेर मैले हात लाउने बित्तिकै पाएको हो क्या गाइजी यिनीहरू पत्याउँदैनन् फेरि अर्को पनि आमा तर यस्तो सानो सानो क्या यत्रो ठुलो पाए त है एक कराई भरि हुन्थ्यो नि त खोलामा चाहिँ गङ्गटा खोज्दा चाहिँ मेरो मोबाइल चाहिँ अफ भएछ कि त्यो चार्ज सकेर चार्ज गर्नै पाएको थिएन अनि त्यही भएर चाहिँ त्यहाँ गङ्गटा खोज्दा आधीमै नै हामीले चाहिँ भिडियो चाहिँ छोड्नु पर्यो है कारण चाहिँ मेरो मोबाइल आफू आएको कारणले चाहिँ अनि त्यसपछि कति पायो ल भन त कति पायो गङ्गटा पायो तिमीले खाना पाएन अहिलेसम्म पकाउनु भएको छ कि छैन त पकाउनु भयो किन नपकाएको रे किन थाहा तिमीलाई गङ्गटा कतिको खानामा लाग्यो आउन सानी आउ यहाँ उसलाई चाहिँ एकदम धेरै है कस्तो खालको बच्चा हो थाहा होइन होइन अहिलेको बच्चाहरूलाई त त्यस्तो अब के हो कस्तो हुँदैन उसलाई चाहिँ खोलामा चाहिँ किरा फट्याङ्ग्रा खोज्न चाहिँ साह्रो मनपर्छ हो कि होइन अन्त तिमीलाई गङ्गटाहरू साह्रो मनपर्छ माछा धेरै मनपर्छ है यो बच्चाको एउटा इन्सिडेन्ट के छ भने यसलाई म काठमाडौँमा घुम्न लगेको कि अनि घुमाउन लगेको अनि के त्यो जू लगेको अनि जूमा लग्दै तिमीले धेरै सबै एनिमलहरूलाई छोडेर इभन त्यो टाइगरलाई पनि नहेरिकन कि यसले एउटै कुरालाई मात्र हेर्न गएको क्या माछा के सबै इग्नोर गरेर लास्टमा त्यो माछा हेर्न गएको क्या होइन तिमीलाई के मन पर्यो त्यो माछामा त्यो रङ्गी बिरङ्गी भएको मन पर्यो हो तिमीलाई टाइगर भन्दा पनि माछा मन परेको फिस मन परेको के देखेको नि के देख्यो तिमीलाई त्यो मिठो लाग्यो हो खाना पायो हुन्थ्यो जस्तो लाग्यो के लाग्यो त अब न्यू भ्लगर पर्यो होइन न्यू भिडियो बनाउन स्टार्ट गरेको गङ्गटा खोजेको त देखायो खाएको देखाउनै बिर्सि आधी उधी लास्टमा पुगेपछि मात्र याद आयो गाइजहरू अनि गङ्गटा चाहिँ एकदम धेरै मिठो भएको थियो अब सबै सकेपछि सानो सानो बाँकी क्या त्यही खाएर यहाँहरू चाहिँ यस्तो भएर ल लैजाऊ अब काम सक्यो अब के गर्नु देखाउनै बिर्सेर यति नै हो अब भेटौँ फेरि